के तपाईलाई थाहा छ यो संसारमा हरेक व्यक्तिले केही न केही कुराहरू बेचिरहेको हुन्छ। चाहे त्यो बच्चा होस्, चाहे त्यो जवान होस्, चाहे त्यो महिला होस् या पुरुष होस्, हरेक व्यक्तिले यो संसारमा केही न केही कुराहरू बेचि नै रहेको हुन्छ। त्यसले बेच्ने कुरा भने फरक फरक हुन चाहिँ सक्छ। यदि तपाईँ पनि प्रोफेसनल सेल्स पर्सन हुनुहुन्छ भने तपाईलाई धेरै धेरै बधाई छ, किनकि तपाईँ एउटा यस्तो प्रोफेसनमा हुनुहुन्छ जुन प्रोफेसन बिना यो संसारको इकोनोमी नै चल्दैन। नमस्कार, पडियार भट्टराई। आजको यो भिडियोमा हाउ टु सेल एनिथिङ, कुनै पनि वस्तु तथा प्रोडक्ट्स कसरी बेच्ने त्यसको 8वटा टेक्निक्स मैले बताउँदैछु। आजको यो भिडियो मेरो आफ्नै सेलिङ प्रोफेसनमा करिब 5 वर्षको एक्सपिरियन्स र गहिरो अध्ययनको पश्चात मैले तपाईहरुलाई प्रस्तुत गर्दैछु। भिडियो एकदमै इम्पोर्टेन्ट छ, अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको समयमा हाईएस्ट पेइङ स्किल्स भनेको सेलिङ स्किल्स भनेको छ। यदि तपाईसँग सेलिङ स्किल्स छ, कुनै पनि वस्तु तथा सेवाहरू बेच्न आउँछ भने र तपाईँ सेलिङ स्किल्समा मास्टर गर्नुहुन्छ भने तपाईले हरेक कम्पनीले स्वागत गर्नेछ र विश्वको जुनसुकै ठाउँमा गए पनि तपाईले आफूले चाहेको पैसा कमाउन सक्नुहुन्छ। कुनै पनि सेल्सलाई क्लोज गर्नको लागि त्यसमा केही टेक्निक्सहरू लाग्ने गर्दछन्। आजको यो भिडियोमा मैले 8वटा यस्तो टेक्निक्सहरू बताउनेछु जुन तपाईले आफ्नो प्रोफेसनमा युज गर्नुभयो भने हरेक सेल्स क्लोज हुने हाईएस्ट पोसिबिलिटी रहनेछ। लागौँ आजको टपिकतर्फ। कुनै पनि प्रोडक्ट्स या सर्भिस बेच्नको लागि सबैभन्दा पहिलो स्टेप हो अन्डरस्ट्यान्ड देयर निड्स। फ्रेन्ड्स, तपाईले कुनै पनि प्रोडक्ट्स या सर्भिस बेच्दै हुनुहुन्छ भने सबैभन्दा पहिला कस्टमरको तपाईले आवश्यकता बुझ्नुपर्ने हुन्छ। त्यसपछि बल्ल सेलिङ प्रोसेस सुरु हुन्छ। उदाहरणका लागि मानौँ तपाईलाई बाइकको एकदमै आवश्यकता छ। तपाईँ बाइक किन्न भन्दै होन्डा सोरुम पनि जानुभयो, तर त्यहाँ गइसके पछाडि सेल्स पर्सनले तपाईलाई कारको डिजाइनहरू देखाइरहेको छ, कारको चाहिँ स्याम्पलहरू देखाइरहेको छ भने पक्कै पनि तपाईँले कार किन्नुहुन्छ त? अवश्य पनि किन्नुहुन्न, किनकि तपाईँलाई आवश्यकता थियो बाइकको, तर सेल्स पर्सनले देखायो तपाईँलाई कार। अब भन्नुहोस्, तपाईँको आवश्यकता र त्यो सेल्स पर्सनको कुरा मिल्यो त? अवश्य पनि मिलेन। अब यहाँनिर सेल्स हुन्छ त? हुँदैन। कुनै पनि कस्टमरको आवश्यकता बुझ्नको लागि तपाईँले कस्टमरसँग कम्युनिकेसन गर्नुपर्ने हुन्छ। उनीहरूको कुरा ध्यानसँग सुन्नुपर्ने हुन्छ। उनीहरूको कुरा ध्यानसँग सुने पछाडि उनीहरूको प्रब्लम के छ त, त्यो प्रब्लमलाई तपाईँको प्रोडक्ट्स या सर्भिसले कसरी मद्दत गर्न सक्छ त, त्यसको बारेमा तपाईँले एक्सप्लेन गर्नुपर्ने हुन्छ। नम्बर 2 रहेको छ बिल्ड ट्रस्ट। फ्रेन्ड्स, तपाईँले कुनै पनि सामान बेच्नको लागि तपाईँले कस्टमरको विश्वास जित्नुपर्ने हुन्छ। उदाहरणका लागि मानौँ तपाईँ आफैले कुनै पनि प्रोडक्ट्स या सर्भिस किन्नुभन्दा पहिला तपाईँले सबैभन्दा पहिला आफूले चिने जानेको व्यक्ति अथवा विश्वासिलो व्यक्तिको कुरा सुन्नुहुन्छ अथवा उसैले रिकमेन्ड गरेको प्रोडक्ट्स या सर्भिस किन्नुहुन्छ। त्यसै गरी नै तपाईँले आफ्नो कस्टमरको विश्वास जित्नको लागि तपाईँले 3वटा कार्य गर्न सक्नुहुन्छ। नम्बर 1, तपाईँको प्रोडक्ट्सले जे काम गर्छ, तपाईँको प्रोडक्ट्सको जे बेनिफिट्स छ त्यो एक्चुअलमा बताउने। नम्बर 2, प्रोडक्ट्स या सर्भिसको रिजल्टको बारेमा कुरा गर्नुहोस्, अथवा तपाईँले यसमा अरू कुनै प्रिभियस कस्टमरको टेस्टिमोनियल पनि सेयर गर्न सक्नुहुन्छ। नम्बर 3 रहेको छ कुनै पनि प्रोडक्ट्स या सर्भिस किन्नको लागि तपाईँले कस्टमरलाई कहिले पनि प्रेसर नगर्नु होला, किनकि तपाईँले कस्टमरलाई प्रेसर गर्नुहुन्छ भने कस्टमरसँगको रिलेसन पनि तपाईँको बिग्रिने सम्भावना बढी हुन्छ। यो 3वटा पोइन्टलाई ख्याल गरेर तपाईँले कस्टमरसँग रिलेसन बिल्ड गर्नुभयो भने अवश्य पनि तपाईँ कस्टमरको विश्वासिलो पात्र बन्न सक्नुहुन्छ। नम्बर 3 पोइन्ट रहेको छ आस्क फर द सेल कन्फिडेन्टली। जब तपाईँले आफ्नो कस्टमरसँग रिलेसन बिल्ड गर्नुहुन्छ त्यस पछाडि आफ्नो प्रोडक्ट्स या सर्भिस किन्नको लागि कस्टमरसँग कन्फिडेन्टली सोध्न सक्नुहुन्छ के तपाईँले मेरो प्रोडक्ट्स या सर्भिस किन्नको लागि तयार हुनुहुन्छ त भन्ने। तपाईँले आफ्नो प्रोडक्ट्स या सर्भिस अफर गर्दा भने यी 3वटा कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। नम्बर 1, तपाईँ आफ्नो कस्टमरसँग फ्रेन्डली अथवा एकदमै हम्बल चाहिँ हुन जरुरी हुन्छ। यदि तपाईँ आफ्नो कस्टमरसँग रुडली प्रेजेन्ट हुनुभयो भने तपाईँ र तपाईँको कस्टमरसँग सम्बन्ध नै बिग्रिनु पनि सम्भावना हुन्छ र तपाईँको प्रोडक्ट्स नकिनी त्यो कस्टमर अन्दै जाने सम्भावना पनि हुन्छ। नम्बर 2, तपाईँले आफ्नो प्रोडक्ट्स या सर्भिस बेच्दा कस्टमरलाई सल्लाहको रूपमा रिकमेन्ड गर्नुपर्ने हुन्छ, ताकि कस्टमरलाई यो नलागोस् कि यो मान्छेले मलाई प्रोडक्ट्स या सर्भिस भिडाइरहेको छ। नम्बर 3, कुनै पनि प्रोडक्ट्स या सर्भिस तपाईँले आफ्नो कस्टमरलाई जबरजस्ती भिडाउने काम चाहिँ कहिले पनि नगर्नु होला। यदि तपाईँले कस्टमरलाई भिडाउने प्रयास गर्नुहुन्छ भने त्यो कस्टमरलाई तपाईँले सधैँको लागि लुज गर्नु सम्भावना बढी हुन्छ। नम्बर 4 टेक्निक्स रहेको छ टेल अ स्टोरी। फ्रेन्ड्स, मानिसहरूले कुनै पनि डाटा भन्दा स्टोरी सजिलैसँग रिलेट गर्ने र सजिलै याद गर्ने गर्दछन्। त्यसैले तपाईँले पनि आफ्नो सेल्समा स्टोरीको माध्यमबाट तपाईँले बुझाउन सक्नुहुन्छ। तपाईँले कुनै पनि प्रोडक्ट्स या सर्भिस बेच्दा त्यसको फिचर्स बताउनु भन्दा त्यो प्रोडक्ट्स युज गरिसके पछाडि हुने फाइदाको बारेमा बताउनु भयो भने धेरै कुराहरू रिलेट गर्न सक्छ। अथवा तपाईँले प्रिभियस कस्टमरको टेस्टिमोनियल पनि सेयर गर्न सक्नुहुन्छ। त्यो प्रोडक्ट्स युज गर्दा
तपाईँको कस्टमरलाई कस्तो कस्तो सकारात्मक फाइदा भएको छ तपाईँले बताउनु भयो भने अझै धेरै कुराहरू रिलेट गर्न सक्छ। तपाईँले यो काम गर्दै गर्दा तीनवटा कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। नम्बर 1, तपाईँको प्रोडक्ट्स युज गर्दा कस्तो कस्तो मान्छेहरूको जीवनमा सकारात्मक परिवर्तन आएको छ त्यो कुरा तपाईँले बताउनु पर्ने हुन्छ। नम्बर 2, यो सबै कुराहरू बताउँदै गर्दा तपाईँले आफ्नो पर्सनल लेभल र रिलेटेड हुने खालको चाहिँ स्टोरी तपाईँले बताउनु पर्ने हुन्छ। नम्बर 3, तपाईँको प्रोडक्ट्स या सर्भिसले उनीहरूको जीवनमा कसरी आवश्यकता पुरा गर्न सक्छ त्यो कुरामा पनि जोड दिनुपर्ने हुन्छ। नम्बर 5, कस्टमरले अब्जेक्सन गर्दा एकदम हम्बल भएर प्रेजेन्ट हुने। यदि तपाईँको कस्टमरले कुनै पनि प्रोडक्ट्स या सर्भिससँग रिलेटेड कुनै पनि अब्जेक्सन गरिरहेको छ भने त्यो तपाईँको लागि एकदमै सकारात्मक कुरा हो। कस्टमरले अब्जेक्सन गर्यो भन्दैमा तपाईँ आत्तिनु भने कहिले पनि हुँदैन। कुनै पनि कस्टमरको अब्जेक्सन ह्यान्डलिङ गर्दा एउटा फर्मुला छ, फिल फेल फाउन्ड। यो फर्मुला लगाएर तपाईँले अब्जेक्सन ह्यान्डलिङ गर्न सक्नुहुन्छ। खासमा फिल फेल फाउन्ड फर्मुला चाहिँ के हो त? यो एक्जाम्पलबाट बुझौँ है त। मानौँ तपाईँको कस्टमरले तपाईँको प्रोडक्ट्स या सर्भिस अलि महँगो भयो भन्ने कुरा चाहिँ अब्जेक्सन गरे। अब यो फर्मुलामा लगाएर हेरौँ है त। अब तपाईँले कस्टमरलाई यसरी रिप्लाई गर्न सक्नुहुन्छ, हो तपाईँले भनेको कुरा सही हो, मलाई पनि सुरुमा प्रोडक्ट्सको प्राइस सुन्दाखेरि अलिकति महँगो लागेको थियो, तर एकपटक लिइहालौँ न त भनेर चाहिँ मैले पनि आफैले युज गरेँ। त्यस पछाडि भने मैले आफूले प्रोडक्ट युज गरेको एक्सपिरियन्सबाट मैले के थाहा पाएँ भन्दा अरूको प्रोडक्टको कम्पेरिजनमा यो त अझै कस्ट इफेक्टिभ र साथसाथमा लङ ड्युरेसन भएको कारणले गर्दाखेरि मलाई त अझै 1.5 गुणा फाइदा भयो भने यो तरिकाले तपाईँले बताउन सक्नुहुन्छ। यसबाहेक पनि अब्जेक्सन ह्यान्डलिङ गर्दा तपाईँले अर्को टेक्निक पनि प्रयोग गर्न सक्नुहुन्छ। जस्तै तपाईँलाई कस्टमरले प्रोडक्ट महँगो भयो भन्यो भने तपाईँले त्यसको अल्टरनेटिभमा सस्तो सामान पनि देखाउन सक्नुहुन्छ, सस्तो प्रोडक्ट्स या सर्भिस पनि तपाईँले देखाउन सक्नुहुन्छ, जसले गर्दाखेरि उसँग अप्सन पनि हुन्छ। यस पछाडि अर्को टेक्निक आउँछ नम्बर 6 मा, युज सिम्पल ल्याङ्ग्वेज। कुनै पनि प्रोडक्ट्स या सर्भिस तपाईँले बेच्दै हुनुहुन्छ भने त्यो प्रोडक्ट्स या सर्भिससँग रिलेटेड कुराहरू तपाईँले एकदमै नन टेक्निकल वर्ड्सहरू युज गर्नुपर्ने हुन्छ। सामान बेच्दा सकेसम्म टेक्निकल वर्डहरू युज गर्नु भएन। टेक्निकल वर्ड भन्नाले मैले तपाईँलाई एउटा इक्जाम्पलको साथमा मैले तपाईँलाई बुझाउने। जस्तै तपाईँले कुनै एउटा मोबाइल बेच्दै हुनुहुन्छ भने त्यो मोबाइलसँग टेक्निकल वर्डहरू युज नगर्नु। तपाईँ जस्तो सुकै गेम खोल्नुहोस्, यो एकदमै तपाईँ सुपर फास्ट तरिकाले चाहिँ चल्छ। तपाईँले फोटो खिच्दा एकदमै राम्रो फोटो आउँछ भन्नुहोस्, त्यस पछाडि बल्ल तपाईँले मेमोरी पावरको कुरा गर्न सक्नुहुन्छ, त्यस पछाडि बल्ल तपाईँले त्यो क्यामेराको मेगापिक्सलको बारेमा तपाईँले बताउन सक्नुहुन्छ। यो गर्दा के भयो त भन्दाखेरि तपाईँको कस्टमरले सिम्पल तरिकाले बुझ्छ। नम्बर 7 टेक्निक रहेको छ, सो भ्यालु नट प्राइस। तपाईँले आफ्नो प्रोडक्ट्स या सर्भिस बेच्दा त्यो प्रोडक्ट्सको मूल्य बताउनु भन्दा त्यो प्रोडक्ट्स या सर्भिसबाट हुने कस्टमरलाई हुने फाइदाको बारेमा बढी प्राथमिकता दिन जरुरी हुन्छ। तपाईँले आफ्नो प्रोडक्ट्स या सर्भिसको भ्यालु बुझाउनको लागि यी 3वटा टेक्निक प्रयोग गर्न सक्नुहुन्छ। नम्बर 1, तपाईँको प्रोडक्ट्स या सर्भिस युज गर्दाखेरि हुने उसलाई महत्त्वको बारेमा बुझाउनुहोस्। उसको त्यो प्रोडक्ट्सको महत्त्व बुझाइसके पछाडि उसले प्राइसको बारेमा धेरै सोच्दैन। नम्बर 2, तपाईँको प्रोडक्ट्सको कस्ट र भ्यालुको बारेमा कम्पेरिजन गर्नुहोस्। नम्बर 3, तपाईँको प्रोडक्ट्स या सर्भिसले तपाईँको कस्टमरको कसरी समस्याको समाधान गर्छ त्यसको बारेमा बढी एक्सप्लेन गर्नुहोस्। नम्बर 8 र फाइनल टेक्निक रहेको छ, क्रिएट अ सेन्स अफ अर्जेन्सी। तपाईँले आफ्नो प्रोडक्ट्स या सर्भिस किन्नको लागि कस्टमरलाई इन्करेज गर्नुहोस्, प्रेसराइज भने होइन। कस्टमरलाई सेन्स अफ अर्जेन्सी क्रिएट गर्नको लागि डिस्काउन्ट अफर पनि गर्न सक्नुहुन्छ, अथवा लिमिटेड अफर अथवा लिमिटेड टाइमको लागि अफर चलिरहेको छ, लिमिटेड स्टक छ भनेर यसरी सेन्स अफ अर्जेन्सी क्रिएट गर्न सक्नुहुन्छ। सेन्स अफ अर्जेन्सी क्रिएट गर्नको लागि तपाईँले यी 3वटा टेक्निक प्रयोग गर्न सक्नुहुन्छ। नम्बर 1, कुनै पनि एउटा लिमिटेड टाइमको लागि स्पेशल डिस्काउन्ट अथवा अफर दिन सक्नुहुन्छ। नम्बर 2, तपाईँको प्रोडक्ट्स या सर्भिस मार्केटमा एकदमै हाई डिमान्ड र लिमिटेड स्टक रहेको कुरा चाहिँ जनाउन सक्नुहुन्छ। नम्बर 3, तपाईँको प्रोडक्ट्स या सर्भिस अहिले भर्खरै किन्दा कस्टमरलाई हुने फाइदाको बारेमा बताउन सक्नुहुन्छ। फ्रेन्ड्स, यो 8वटा टेक्निक प्रयोग गर्नुभयो भने तपाईँले आफ्नो सेल्समा ग्रोथ ल्याउन सक्नुहुन्छ। आजको यो टेक्निक्सहरू कस्तो लाग्यो त? जस्तो लाग्यो त्यस्तै कमेन्ट सेक्सनमा लेख्नु होला र मन परे यो भिडियोलाई लाइक पनि गर्नु होला, कमेन्ट सेक्सनमा लेख्नु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई पनि दबाउनु होला ताकि अर्को भिडियो आउँदाखेरि पनि तपाईँलाई जानकारी मिलोस्। फ्रेन्ड्स, आजको लागि यति नै। भेट्नेछौँ अर्को भिडियोमा। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्।